एचएलए अथवा हाइड्रोलिक लेस एडजस्टर भन्छ। यो चाहिँ हाम्रो पहिलाको सिस्टममा के थियो भने हाम्रो रिजिड टाइपको चाहिँ भल क्लियरेन्स हुन्थ्यो अथवा ट्यापेट क्लियरेन्सहरू हुन्थ्यो। त्यसलाई मिलाउनु परिरहन्थ्यो, बारम्बार चाहिँ पिरियोडिकल्ली त्यसलाई मिलाइराख्नु पर्ने हुन्थ्यो। अहिले चाहिँ त्यस्तो छैन है। अहिले चाहिँ हाइड्रोलिक लेस एडजस्टर अथवा यानि एचएलए भन्छ यसलाई हामीले सर्टकटमा। एचएलएको चाहिँ मेन उद्देश्य भनेको के हो भने चाहिँ हाम्रो त्यो भल क्लियरेन्सलाई चाहिँ जिरो बनाउने हो कि जिरो भल क्लियरेन्स टेक्नोलोजी भनौँ यसलाई होइन। अरूमा चाहिँ हामीले के गर्छौँ 0.25 0.35 त्यसरी भल क्लियरेन्स राख्थ्यौँ भने यसमा चाहिँ भल क्लियरेन्स चाहिँ राखिराख्नु पर्दैन। यो चाहिँ जिरो क्लियरेन्स हो होइन। तर जिरो क्लियरेन्स भइकन पनि यसले के गरिरहेको हुन्छ, काम गरिरहेको हुन्छ। यसको यो कसरी काम गर्छ यसले भन्ने कुराको बारेमा केही कुरा गरौँ है त। यसमा चाहिँ के छ भने यसलाई ओके यहाँनिर यस्तो हुन्छ, यो प्लन्जर भयो, यहाँ एउटा पल छ भने यतापट्टि नै एउटा अर्को पल छ है। यो चाहिँ के छ भने यो बडी भयो, कम्प्लिट बडी भयो यसको। यो चाहिँ प्लन्जर भन्छ भित्रपट्टि। यो चाहिँ के छ भने यहाँबाट यताबाट हेर्नुभयो भने यताबाट एउटा आइल आउने, एउटा साइडबाट आउने आइल आउने बाटो छ भने तलपट्टि एउटा पल छ, त्यो चाहिँ ड्रेन हो। यहाँबाट यो पलबाट चाहिँ के हुन्छ, यो चाहिँ यो पल चाहिँ यसको मिल्छ है। अब तपाईँको गाडी स्टार्ट भयो अथवा भयो भने के हुन्छ, आइल प्रेसर आउँछ होइन। आइल पम्पले चाहिँ अब इन्जिनभित्र जो आइल पठाउँछ, त्यो आइल पठाइसकेपछि यहाँ पनि के हुन्छ, यो पोर्टमा पनि के हुन्छ, आइल आउँछ। आइल आइसकेपछि यो भित्र चाहिँ एउटा चेक बल्ब हुन्छ अथवा भित्रपट्टि च्याम्बर हुन्छ यो भित्र होइन। यदि भल हाम्रो बन्द अवस्थामा छ होइन, अथवा त्यो हाम्रो केम लुपले जो चाहिँ यो केम साफ्टको लुपले चाहिँ नटेकेको अवस्थामा छ, भल बन्द अवस्थामा छ भने यो प्लेन सर्फेस आएको अवस्थामा के हुन्छ भने यो भित्र एउटा स्प्रिङ हुन्छ। यो स्प्रिङले चाहिँ यसलाई के हुन्छ, एक्सटेन्ड गरेको हुन्छ होइन। एक्सटेन्ड गरेर चाहिँ यो चाहिँ क्लियरेन्स अथवा केम लुपसँग एकदम जिरो क्लियरेन्समा राख्छ होइन। जब हाम्रो यो एक्सटेन्ड हुन्छ होइन, एक्सटेन्ड भइसकेको अवस्थामा के हुन्छ भने त्यतिखेर चाहिँ त्यो बडीबाट इन्जिन ग्यालरीबाट आइल आएर के हुन्छ, यो पोर्टबाट छिर्छ होइन। यो पोर्टबाट छिरिसकेपछि भित्रको चेक बल्ल खोलेर तलपट्टिको च्याम्बरमा जान्छ होइन। च्याम्बरमा जान्छ, च्याम्बरमा गइसकेपछि अनि केही आइल चाहिँ फेरि अर्को एउटा माथिको हामीले भनेको एउटा पल थियो, यो पलबाट चाहिँ केही आइल चाहिँ माथितर्फ निक्लेर यसलाई पनि लुब्रिकेसन गर्ने भयो होइन। के हाम्रो यो केम लुप चाहिँ घुमेर चाहिँ अब यसलाई टेक्न आउँछ, यसलाई दबाउँछ भने त्यतिखेर यसको दबाब के भयो, यसमा पनि पर्ने भयो होइन। परिसकेपछि अब के हुन्छ, यो भित्रतर्फ धकेलिन्छ। भित्रतर्फ धकेलिँदाखेरि अघि हाम्रो आइल छिरेको थियो, जुन यो पोर्टबाट आइल छिरेको थियो, त्यो आइलको पोर्ट चाहिँ अब के हुन्छ, भित्र प्लन्जर गएपछि यो पोर्ट चाहिँ के हुन्छ, बन्द हुन्छ होइन। बन्द भइसकेपछि भित्रपट्टिको जुन अहिले हाम्रो च्याम्बरमा गएको आइल छ त्यो चाहिँ अनै चेकबल भएको कारणले गर्दाखेरि त्यो चाहिँ ब्याक भएर आउन पाउँदैन। त्यतिखेर हाइड्रोलिक लक जस्तो भएर, किन आइल त इन्कम्प्रेसिबल हुन्छ होइन, त्यो चाहिँ हाइड्रोलिक लक भयो जस्तो गरेर चाहिँ अब के हुन्छ, यसलाई सोलिड बन्छ यो होइन। त्यतिखेर चाहिँ बल्ल हाम्रो के हुन्छ, भल खुल्छ। यो हुन्छ। यसको फाइदाहरू भन्ने हो भने हामीलाई यसको मेन फाइदा भनेको यसको चाहिँ अटो एडजस्ट भनौँ यो होइन। हामीले चाहिँ बारम्बार त्यो पिरियोडिकल्ली यसलाई एडजस्टमेन्ट गरिराख्नु परेन, अटो एडजस्टमेन्ट हुने भयो। अर्को कुरा चाहिँ नोइज कम हुने भयो, किन हाम्रो अरूमा क्लियरेन्स बढी हुन्थ्यो। क्लियरेन्स भएको भएर चाहिँ हाम्रो नोइज टिक 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 भएको जस्तो केमको जुन ट्यापेटको जुन आवाज आउँथ्यो त्यो नआउने भयो। अर्को कुरा चाहिँ एकदम बेटर पर्फर्मेन्स त भइहाल्यो होइन। यो चाहिँ इजी मेन्टेनेन्स नै भनौँ, इजी मेन्टेनेन्स नै हुने भयो। किनभने अर्कोमा चाहिँ ट्यापेट एडजस्टमेन्ट गर्नको लागि अब विभिन्न हामीलाई थाहा हुनु पर्थ्यो, अब विभिन्न रुल्सहरू थाहा पाउनु पर्थ्यो, अथवा कुन भल खुलेको, कुन भल बन्द गर्नुपर्ने, कुनलाई एडजस्ट गर्नुपर्ने विभिन्न खालको हुन्थ्यो। तर यो चाहिँ के गर्नु पर्ने, हामीले इन्जिन बनाउँदाखेरि पनि टक्क हालिदियो कस्दियो, अब भल एडजस्टमेन्ट गरिराख्नु पर्ने आवश्यकता चाहिँ यसमा चाहिँ भएन है। त्यो भएर यसको धेरै फाइदाहरू देखियो यहाँनिर। हस् त, हुन्छ।